यी हुन् हरिहर पण्डितका कान्छा छोरा घनश्याम पण्डित। तर सबैले गाउँमा यिनलाई जुगाडे जुगाडे भन्छन्। यिनी हरेक काम जुगाडमा चलाउँछन्। आज पनि हेरौँ के चाहिँ जुगाड गर्ने रहेछन्। ओहो, आजको जुगाड त यता होला जस्तो छ। जुगाडे पो हो त म जुगाडे। ए चङ्गा माड पो हो। जुगाडे आए पछाडि त जुगाडे माड हो। साइकल पनि जुगाडे तरिकाले लिएर आएको हो। बाइकलाई चाहिँ माथ खान्छ है। भिआइपी हो भिआइपी। पुस्नु त परिगयो नि। यता त गाले सफा थियो तै पनि पुस्दिम न। तर तलतिर पनि सफा छ। ठिक छ, यति त गर्नै पर्यो नि। जुगाडेले सिकार गर्न आएपछि त साइकल त टल्काउनै पर्यो। ठिकै छ। तँ चाहिँ यहाँ बस्दै गर, म सामान जुगाड गरेर आउँछु। यही बस है, कतै नजा। ओहो, लकर म बिर्सिछु त। जुगाड गरेर लिएर आएको साइकल हराउला भन्ने डर। अब ढुक्कले बस, हराउँदिनस्। अब केही पनि हुँदैन, ढुक्कले बस है। कहाँबाट सुरुवात गरौँ? यो के रहेछ? काम नलाग्ने रहेछ यो त। के जुक्ति लगाऊ? बेलुका त जुगाड गर्नै पर्छ। के गर्ने होला त? पक यस्तो गर्छु अब। चामल पो रहेछ त। कस्तो रहेछ? ओहो, यो चामल पनि ठिकै हो। 1 किलोको जस्तो छ। आज यी चामल लगाएर जुगाड गर्नु पर्यो जस्तो छ। चामल पनि ठिकै। भाइ, यो 1 बोरा चामलको कति हो? 1 बोरा चावलको 15,000। चामल पनि ठिकै रहेछ। 10 बोरा लाँदा चाहिँ कतिसम्म दिनुहुन्छ? 10 बोरालाई 10 मन 4,000। के हो भाइ? ला दाइ, मैले पर्सै भुलेँ नि। यसो गरौँ दाइ, आज चाहिँ म भ्याउँदिनँ। म भोलि आउँछु नि त। मलाई त्यसो भए दाइ 10 बोरा चामल राखिरहनु। म भोलि आउँछु। साथीहरूलाई पनि यसो मिलाएर लिएर आउँछु नि त। यसो स्याम्पल छैन दाइ? स्याम्पल चाहिँ देखाइराख्नु न त। हुन्छ हुन्छ। कति हालिदिनु? 1 जोडा टन्न हालिदिनु न दाइ। जे होस्, आजको जोगाड चाहिँ भयो। भोलि आउने कि? हस् दाइ, भोलि म आइहाल्छु नि। हस्, धन्यवाद है। साइकल यहाँ रहेछ। भोलि त व्यापार धेरै हुने। ए होस्, जोगाडेले जोगाड गरेरै छाडो। ल, फेरि भेटौँ ल। देख्नुभयो त, खाने मुखलाई जुगाले छेक्दैन। कसरी जुगाडेले जुगाड गरे त। हामी हरेकको गाउँठाउँमा यस्तै जुगाडे त पक्कै होला।